साथीहरु आज चाहिँ हाम्रो चाहिँ अफिसमा चाहिँ प्रोग्रामहरु छ हैन डेकोरेसनहरु हुँदैछ प्रोग्राम हुनु गइरहेको छ अब चाहिँ हैन टीका फूलहरुको टीका लाउनको लागि प्रियाले चाहिँ यो रेडी गर्दैछ हैन यो दियोहरु बाल्नु पर्छ फूल आउँदैछ यहाँ चाहिँ हाम्रो प्रेसिडेन्ट म्याडमहरु अनि हाम्रो पञ्चायत दिदीले चाहिँ यसरी काम गर्नु हुँदैछ हो यता चाहिँ दाजुहरुले डेकोरेसनहरु गरिसक्नु भएको छ हैन यता हाम्रो भाइ छ हो एकदम दामी 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 डेकोरेसन दामी छ अन्त आज चाहिँ हाम्रो पञ्चायत राज दिवस भव्यसँगले मनाउन गइरहेको छौं आज ड्युटी गर्ने अफिसमा र डेकोरेसन चल्दैछ यो बटन फ्लावर बनाउनु हुँदैछ यहाँनिर चाहिँ सबैजना मिलेर र हाम्रो टिमहरु चाहिँ ड्युटीको टिमहरु चाहिँ यहाँनिर काम गर्नमा व्यस्तता छौं हैन सबैजना आफ्नो काममा व्यस्त छौं काम जकाजक हुँदैछ फाइनली यो हाम्रो स्टेज हो सबै रेडी भइसकेको छ यहाँ तल चाहिँ हाम्रो स्टेज हो वेदरहरु दामी छ अब हाम्रो एमएलए सर चाहिँ अराइभ भइसक्नु भएको छ आइसक्नु भएको छ र हामी चाहिँ यसरी स्वागत गर्दैछौँ टीका लगाएर खदा लगाएर एमएलए सरलाई हाम्रो मल्ली क्षेत्रको एमएलए हुनुहुन्छ मल्लीडाँडा पञ्चायत पञ्चायत अध्यक्ष पुष्टिला लिम्बूद्वारा उहाँलाई भव्य स्वागत जनाउँदै हामीले चाहिँ दुईजना एमएलए सरहरूलाई इन्भाइट गरेको थियौँ हैन हाम्रो अतिथिहरू चाहिँ दुईजना हुनुहुन्छ चिफ गेस्टहरू चाहिँ अर्को सर पनि आउनु भएको छ यो जोरथाङबाट आउनु भएको हाम्रो एरिया एमएलए चाहिँ एनबी प्रधान सर हो र उता जोरथाङबाट चाहिँ आउनुहुँदैछ अर्को सरलाई पनि इन्भाइट छ हाम्रो चिफ गेस्ट चाहिँ दुईजना हुनुहुन्छ आज प्रोग्रामको पञ्चायती राजको चिफ गेस्ट चाहिँ र सरलाई पनि हामी वेलकम गर्छौं र मेरो ड्युटी गर्ने अफिस चाहिँ यही हो भिएसी हैन हाम्रो अफिस हो यो चाहिँ मदन सिन्चुरी सर जोरथाङको एमएलए हुनुहुन्छ उहाँ पनि आइसक्नु भएको छ अब हामी उहाँलाई पनि वेलकम गर्दैछौँ एमएलए सर आउनु भएको छ नमस्कार सर हामीले यसरी नै स्टेजतर्फ दुईजना एमएलए सरहरूलाई लग्यौँ र जाँदैछौँ अब हाम्रो प्रोग्राम चाहिँ स्टार्ट हुन्छ केकहरू काट्छौँ हाम्रो मेन कुक चाहिँ यता हुनुहुन्छ है दाजु हो खानालाई यसरी पकाउनुहुन्छ अन्त यहाँ चाहिँ चिकन पार्दैछ यता दाल त्यो दाल यो चिकन यता खाना बोइल खाना दाजुले बनाउनु हुँदैछ तपाईहरु कुकको लागि चाहिँ राम्रोसँगले हेर्न सक्नुहुन्छ यता इन्भाइट गर्न सक्नुहुन्छ हो मल्लीडाँडा 26 मल्लीडाँडा पोइन्ट जीपीयूबाट चाहिँ कृष्ण प्रधानलाई इन्भाइट गर्न सक्नुहुन्छ तपाईहरु जुनै जस्तो कुकमा पनि इन्भाइट गर्न सक्नुहुन्छ उहाँले चाहिँ बिहामा पनि बनाउनुहुन्छ बटमनदेखिको सबैमा बनाउनुहुन्छ राम्रो बनाउनुहुन्छ खानाहरू हेरिहाल्नुहोस् काम गराइ खतरा छ चिकन पाकिसकेको छ दाल अब हामी चाहिँ खानेछौँ